आजको यस भिडियोमा हामी चाहिँ प्लस टूको रिजल्ट कहिले आउँछ त्यसको बारेमा चाहिँ छलफल गर्नेछौँ। त्यसैले यस भिडियोलाई बिना स्किप गरिकन अन्तसम्म हेर्नुहोला। साथै यस च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला फ्युचर अपडेट्सहरूको लागि। अब है त अगाडि बढौँ। अब हामीले चाहिँ प्लस टू रिजल्ट कहिले आउँछ त्यसलाई बुझ्नलाई हामीले पछाडि भएको जस्तै अब 10को एक्जामको बेस अनुसार चाहिँ हेर्दाखेरि हामीहरूको चाहिँ कहिले रिजल्ट आउँछ त्यो अनुसार हेर्दाखेरि हामीले चाहिँ अब 10को एकाडेमिक क्यालेन्डर अनुसार जसै जसै काम भएको छ त्यस्तै त्यस्तै प्लस टूको पनि हुन्छ होइन। किनभने कि एनइबीले हरेक वर्ष वार्षिक कार्यतालिका सबैको चाहिँ उस्तै उस्तै मिल्ने मिल्ने खालको हुन्छ भनेको टाइम टु टाइम सबै काम हुने गर्छ होइन। त्यही अनुसार हेर्दाखेरि चाहिँ अब यो माध्यमिक शिक्षा परीक्षा सी सञ्चालन हेर्न सक्नुहुन्छ तपाईँ 14 नम्बरमा। यहाँ के भनेछ भनेको 2082 साल चैतको पहिलो हप्तादेखि सुरु हुनेछ होइन। त्यही अनुसार चाहिँ यसले भयो होइन, अगाडि पछाडि 2-4 दिन भयो होइन। त्यही अनुसार त्यसपछि हामीले यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू कि यहाँ माध्यमिक शिक्षा परीक्षा सीको नतिजा असारको दोस्रो हप्ताभित्र हुनेछ यहाँ हेर्न सक्नुहुन्छ। असारको दोस्रो हप्ताभित्र तर त्यस्तो भएन, इक्जाम डे पछि 1 महिनाभित्र नै चाहिँ रिजल्ट आइसक्यो। अब चाहिँ सरकार बदलियो, नयाँ रुल नियम कानुनहरू चाहिँ आइरहेको छ। त्यही अनुसार अब यही बेसमा चाहिँ हामीहरूको चाहिँ के हुन्छ भने प्लस टूको पनि हेर्दाखेरि के हुन्छ हामीहरूको यहाँ तपाईँ हेर्न सक्नुहुन्छ प्लस टूको चाहिँ वार्षिक कार्यतालिका रहेको छ। यो कार्यतालिका अनुसार तपाईँले हेर्दाखेरि के हुन्छ भने तपाईँको यहाँ परीक्षा सञ्चालन भनेको 11-12को परीक्षा सञ्चालन वैशाख 10 गतेतिर हुन्छ। अब नतिजा प्रकाशन यो तालिका अनुसार हेर्दाखेरि वार्षिक कार्यतालिका अनुसार साउन महिनाको 15 गते भित्र आउने रहेको छ यहाँ दिएको छ। अब चाहिँ अब सरकार बदलिएछ यसको पनि यदि तपाईँले हेर्न सक्नुहुन्छ होइन 10को जस्तै अब 1 महिनाभित्र नै रिजल्ट आइसक्यो। त्यो अनुसार हेर्दाखेरि अब क्लास 12को पनि चाहिँ रिजल्ट हुन सक्छ कि असार 15 गतेभित्र नै आउन सक्छ। यदि भएन भने त्यस्तो साउन 15 गतेभित्र आउँछ। त्यसका साथसाथै यदि